दर्शक महानुभावहरु, यति बेला हामी जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि छौं र भर्खरै केही समय अगाडि काठमाडौँमा सुकुम्बासीको होल्डिङ सेन्टरमा जेनजी अभियन्ता माजिद अन्सारी र उहाँसँगै केही अभियन्ताहरू पनि पुगेका थिए र त्यहाँ केही कारणवश उहाँहरूलाई प्रशासनले पक्राउ गरिएको हामीले समाचार माध्यमबाट जानकारी पाएका छौं। त्यस लगत्तै विराटनगरमा पनि युवाहरूले चाहिँ मोरङ जिल्ला प्रहरी कार्यालय अगाडि चाहिँ यसरी धरना दिइरहेको हामीले यो दृश्य मार्फत देखाइरहेका छौं। जतिबेला जेनजीले पूरा मुलुकलाई जलाइरहेको थियो त्यतिबेला एकजना मात्र युवा जसले त्यो कुरालाई गलत बोलिरहे, त्यस्ता युवालाई प्रहरीले पिट्ने र त्यसलाई चाहिँ सिकाउने कि तिमी विद्यार्थी छौ, विद्यार्थी भएर बस, तिमी आन्दोलन गर्ने नेता बन्न नखोज। को नेता बन्ने र को नबन्ने त्यो कुरा अब प्रहरीले डिसाइड गर्ने। प्रहरी प्रशासनले वर्दी दिएको छ तपाईलाई, तपाई देशको सुरक्षा गर्नुहोस्, जनताको सुरक्षाको लागि दिएको हो। वर्दी तपाईलाई शिक्षक बन्नको लागि दिएको होइन। तपाई कसैलाई नसिकाउनुहोस् को राजनीति गर्छ, को अभियन्ता बन्छ र कसले के बोल्छ। यदि तपाईकै जिब्रो चल्ने हो भने हामीलाई तपाई सिकाइदिनुहोस् के बोल्नुपर्छ। हामी एकदम हजुर हजुर गर्छौं, हजुर हजुर नै बोल्छौं। यदि होइन भने यस्तो नेपालको संविधानले हामीलाई स्वतन्त्रता दिएको छ भने प्रहरीलाई संविधानको र कानून नियमको दायराभित्र बस्न सिकाएको छ भने त्यो पाठलाई बिर्सिनु भएन। र सबैभन्दा ठूलो, जुन देशमा नारीको सम्मान गरिन्छ त्यो देशमा कुनै पनि नारीको शरीरमाथि हात हाल्नु यो अत्याचार हो, अपराध हो। र अपराधीलाई प्रहरी प्रशासनको र प्रहरीको खास गरेर वर्दी कदापि पनि सुहाउँदैन। त्यस्ता प्रहरीहरूलाई तत्कालै मानसिक रोगी घोषित गरेर त्यस्तालाई छुट्टीमा पठाइदिनुपर्छ सधैँका लागि। प्रहरीको वर्दी तिनीहरूलाई सुहाउँदैन जो मानसिक रूपमा योग्य छैनन्, जो मानसिक रूपमा रोगी छन्, जसले महिलाको अस्मितालाई बुझिरहेको छैन, जसले केटीलाई केटी बुझिरहेको छैन र आफूलाई केटी सम्झेर हो कि के सम्झेर हो केटीमाथि